अल्फा नेपाली ज्ञानमाला कक्षा 4 सुनाइ पाठ 6। पाठको शीर्षक छ तिहार। तिहार हिन्दू धर्म मान्नेहरूको महत्त्वपूर्ण चाड हो। यो पर्व 5 दिनसम्म मनाइन्छ। तिहारका 5 दिनलाई यमपञ्चक पनि भनिन्छ। तिहारको पहिलो दिन कागको पूजा गरिन्छ। कागले मानिसलाई सूचना दिएर सहयोग गर्छ। दोस्रो दिन कुकुरको पूजा गरिन्छ। कुकुर इमानदार भएर हाम्रो हेरचाह गर्ने भएकाले यसको पूजा गरिएको हो। तिहारको तेस्रो दिन गाईको पूजा गरिन्छ। हिन्दूहरू गाईलाई लक्ष्मी वा गौमाता भन्दछन्। गाई पूजाको दिनलाई लक्ष्मी पूजा पनि भनिन्छ। तिहारको चौथो दिन गोरुको पूजा गरिन्छ। उक्त दिन गाईको गोबरको पर्वत बनाएर पूजा गरिने भएकाले यो दिनलाई गोवर्धन पूजा पनि भनिन्छ। तिहारको अन्तिम दिन भाइटिका हो। त्यस दिन दिदीबहिनीले दाजुभाइलाई पूजा गरेर सप्तरङ्गी टिका लगाउने र मिठा खानेकुरा खान दिने चलन छ। दाजुभाइले पनि दिदीबहिनीलाई टिका, माला लगाएर उपहार दिने चलन छ। तिहार पर्वले दिदीबहिनी र दाजुभाइको सम्बन्धलाई सुमधुर बनाउँछ। तिहारको समयमा देउसी भैलो खेलिन्छ। सबैतिर घरघरमा झिलिमिली बत्ती बालेर दीपावली मनाइन्छ। यिनै कारणले तिहारलाई महत्त्वपूर्ण पर्व मानिएको हो।